हेलो नमस्कार सम्पूर्णमा स्वागत छ मेरो युट्युब च्यानलमा हजुरहरूलाई। आज चाहिँ म केही दिन अगाडि मात्र भएको एकदमै रमाइलो पल मेरो जीवनमा चाहिँ जुन चाहिँ अविस्मरणीय क्षण थियो त्यो क्षणलाई चाहिँ आज म हजुरहरू सामु चाहिँ साट्न गइरहेको छु। र त्यो पलमा चाहिँ एकदमै साथ दिनुहुने मेरा गुरुहरू अनि मेरा सहकर्मी मित्रहरू सम्पूर्णमा धेरैभन्दा धेरै धन्यवाद। र प्रिय विद्यार्थी भाइ बहिनीहरूलाई पनि एकदमै मिठो सम्झना। हजुरहरूले चाहिँ एकदमै अविस्मरणीय क्षण बनाइदिनु भयो मेरो जीवनमा। एकदमै खुसीको पल थियो। त्यो पललाई चाहिँ म जीवनभरि कहिले पनि बिर्सिने छैन। एउटा यो पल भनेको चाहिँ एउटा मेरो जीवनको लागि चाहिँ प्रेरणाको स्रोत हुनेछ। अघि बढ्नको लागि चाहिँ यसले चाहिँ मलाई हौसला प्रदान गर्नेछ भन्ने चाहिँ मैले लिएको छु। र त्यो भिडियोलाई चाहिँ म सेयर नगरिकन बस्न सकेनन्। र सम्पूर्णलाई फेरि पनि धेरैभन्दा धेरै धन्यवाद भन्दै म चाहिँ यसलाई चाहिँ सेयर गर्न चाहन्छु। अझ प्रकट गरेको सुन्न पाऊँ। अझ हामीले यसरी यहाँहरूलाई सदैव बधाई ज्ञापन गरिरहन पाऊँ भन्ने हाम्रो ठुलो अपेक्षा रहेको छ। त्यो अपेक्षालाई यहाँले सार्थकता दिनुहुनेछ। पक्कै पनि यहाँहरूको हामी सबैको खुसीको छ। हामी एउटा सफलतामा हाम्रा गुरुले सफलता चाहेको अवसरमा हामी पक्कै पनि खुसी गाउने कुरा भएका। त्यसैले हामी सबैजना भविष्यको सूचनाअनुसार यहाँहरूको मेहनतले यहाँहरूको निरन्तरताले यहाँहरूले सार्थकता पाउनुभएको छ। पक्कै पनि असफलता धेरै टाढा छैन। सफलता हाम्रो नजिक छ। मात्र गर्नु पऱ्यो, धैर्यता गर्नु पऱ्यो, लगनशीलता दिनु पऱ्यो, निरन्तरता दिनु पऱ्यो। पक्कै पनि सफलता हामीले प्राप्त नगरेको कसले प्राप्त गर्ने? जसले जित्ने गर्छ उसले सफलता पक्कै पनि हात पार्न सकिन्छ। यो हामीले तपाईँहरू पनि यसरी नै जीवनमा सफल हुनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। यहाँहरूको निमित्त यो एउटा सिकाइ हो। यहाँहरूले यहाँबाट मनन गर्नुपर्छ कि हामी पनि पक्कै एक दिन यो फुलमाला पहिरिन अथवा फुलको मालाबाट हामी सम्मानित हुन हामी पनि तत्पर रहनेछौँ भन्ने आत्मविश्वास अब खुसियाली स्वरूप उहाँहरूले यहाँहरूलाई एउटा चक्लेट
तिम्रो निर्मल संसार कमलको फुल झै तिम्रो कमलो मुहार साना साना पाइला ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हसाई हृदयमा छापिने साँचो तिम्रो हेराई तिम्रो खुसीमा नै मेरो खुसियाली गाँसेछ जीवनको बाटोमा तिमी सधैँ अघि बढ सफलताको शिखर तिमी सधैँ माथि चढ जित भए हार दुवैलाई स्वीकारेर हिँड अहङ्कारलाई तिमी कहिले आफ्नो नबनाउनु अत्याचार कसैको कहिले कहिले नसहनु तिम्रो खुसीमा नै मेरो खुसियाली गाँसेछ नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है नाच है नानी डम्फुको तिमी तालैमा नाच है पीर आए घमले बाँच सुख पाए खुसीले नाच नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है नाच है नानी डम्फुको तिमी तालैमा नाच है थ्याङ्क यू सिलको पालो अब कविता वाचन गर्नु ल ल जति हारे पनि सधैँ सङ्घर्ष गर्दै गइन् जति हारे पनि सधैँ सङ्घर्ष गर्दै गइन् सङ्घर्षले आज सफलता पाइन् सधैँ सगरमाथा जस्तै शिखरको उचाइमा रहनु जहाँ जता गए पनि म्याडम तपाईँले हामीलाई कहिल्यै नबिर्सिनु न हेर न 2 go ल फेरि रेडी 3 2 ल आफ्नै काटी छोरालाई भोटो गरिबैको घरमा जन्म लिनु कर्मै खोटो इष्टको त आफ्नै काटी छोरालाई भोटो गरिबैको घरमा जन्म लिनु कर्मै खोटो पढाइ लेखाइ ठुलो मान्छे बनाउने रहर गाउँमै बित्यो आफ्नो जीवन पुगोस् छोरा सहर भुइँसम्मै टेके मैले तिमी टेक्नु दूरी पाखुरीमा तागत रही सम्म बोकी हिँड्छु हालेर कढे खोरी धन्यवाद एकदमै राम्रो काम भने फ्यासी हो नि म राजा भए सरी म मदन भए तिमी मेरै हुना म राजा भए तिमी मेरी रानी यिनीहरूको आजकलै छ प्रेम कहानी यो केटाको आँखा टेढो टेढो रविना मिसले हामीलाई छोडेर गयो तर पनि हाम्रो यादमा यसरी नै रहिरह्यो हेरेर ल फर्स्टमा के थियो भनिदेऊ न कुन आउँछ भन आउँछ नि मिलनलाई ल
ल ल मिलन नहेर मलाई त्यसरी माया बसला हैरेसरी भुलाउ भन्छु आज तिमी तर भुलाउनु कसरी माया बतास बनेर आयो माथि आकाश छुँदै कुरी बसेर बोली टाढा नगइदिनु है माया हो हेरेर हुँदै लाग्छ तर मन त टाढा भएको छ किन कहाँ दिएन मलाई माया यस्तो हुन्छ है भनी तिमी आएपछि पो थाहा भयो अनौठो रहेछ माया शीतल हुँदा पुरै छ छाया घम लागेपछि पो थाहा भयो यो आकाश यो बादल यो धरती माथिको बादल आवाज लगाई खोज्दैछु तिमीलाई फौतारिएको यो मन यो जुन र तारा अन्तरिक्षमाथि पाउँदिन कतै तिमीलाई अब हार नमानी जाँदैछु माथि आकाशलाई चिरी बादल पारी मायाको खोजी खैको दोषी यति मैसिमित भाग्य मलिखित माया धन्यवाद एकदमै राम्रो नगाउने भन्दा भन्दै तपाईलाई नामले होइन कामले चिन्न सकोस् हाम्रो साथमा सधैँ मिस तपाईको आशीर्वाद रहोस् हेलो कविता सुनाउने ल कयो प्रयासपछिको एकमुठी सफलता पाउनुभयो कयो प्रयासपछिको एकमुठी सफलता पाउनुभयो कयो आशहरूमा टुसा पलायो मेरो सानो म भए पनि एउटा सुझाव दिन चाहन्छु सानो म भए पनि एउटा सुझाव दिन चाहन्छु हारलाई अँगाल्दै एक श्वास सफलतासँग हारलाई अँगाल्दै एक श्वास सफलतासँग साट्नु हामी जता भए पनि सम्झना दिई बाँच्नु हाम्रा मिठा यादहरू मुटुमा साच्नु गल्ती कयो गरे होला मैले बच्चा सम्झेर म्याडम माफ गरिदिनु होला थ्याङ्क यू सो मच बिर्जेत मावि परिवार।